Congratulations once again for your visa. Thank you ma'am. हजुरकै सपोर्ट र इन्टरभ्यूको प्र्याक्टिसले गर्दा नि आज यो पाएँ मैले. त्यसको लागि thank you very much. आज तपाईको यसो इन्टरभ्यूको क्वेशन्स र तपाईको इन्टरभ्युअरसँगको टाइम चाहिँ कस्तो भयो भनेर चाहिँ थोरै क्वेशनहरू गर्छु म तपाईलाई हैन. स्पेशली अहिले अब जुन ट्रम्प आएदेखिको स्टुडेन्टहरूलाई फियर छ नि त भिजा लागिरहेको छैन, कसैलाई पनि भिजा दिइरहेको छैन भनेर. त्यस्तोमा तपाईँ यो ग्रिन स्लिप बोकेर आउनु भएको छ हैन. So tell us like what was the questions that you were asked and how was your interview from start to end? मलाई त त्यहाँ इन्टरभ्यू हेरे एम्बेसीमा गरे इन्टरभ्यू दिएको जस्तै लागेको थिएन कि म हजुरसँगै बसेर कुरा गरिरहेको जस्तो लाग्यो. सेम त्यस्तै हजुरले जे मलाई सिकाउनु भएको थियो नि क्वेसनहरू सबै त्यही क्वेसनहरू वाइ दिस युनिभर्सिटीहरू एकदम पर्फेक्ट बनाउनु मलाई पठाउनु भएको थियो नि. सेम त्यही क्वेसन सोध्नुभयो. म एकदम खुसी भएको थिएँ, कन्फिडेन्टका साथ बोलिरहेको थिएँ. अनि हजुरले जसरी आफ्नो एक्ट गरेर देखाऊ यताउति भनेर सिकाउनु थियो म सबै गरेँ. अनि लास्टमा भिजा अफिसर एकदम इम्प्रेस हुनुभयो अनि मलाई ग्रिन स्लिप दिनुभयो. Nice. So what was the first question? मलाई फर्स्ट क्वेसन चाहिँ मेरो जिपिए ट्रान्सक्रिप्ट हेर्नुभयो अनि इम्प्रेस हुनुभयो. जिपिएको बारेमा चाहिँ केही सोध्दिनँ भनेर भन्नुभयो. अनि फर्स्टमा चाहिँ मलाई किन यो कोर्स भनेर सोध्नुभयो. अनि हजुरले जुन मलाई एन्सरहरू भन्नुभएको थियो अहिले रिलेट हाम्रो आफ्नो चाइल्डहुडसँग रिलेट गरेर यताउति गरेर बनाऊ भनेर भन्नुभएको थियो. त्यही मैले भनेँ. अनि त्यो सुनेर पनि भिजा अफिसरले ओके भनेर भन्नुभयो.